नमस्ते साथीहरू, आज चाहिँ म स्पेसल चिज खान गइरहेको छु। यो चाहिँ मैले घरबाट अस्ति आउँदाखेरि आँप लिएर आएको थिएँ है। अब धेरै त थिएन, 4-5 जना लिएर आएको थिएँ, फ्रिजमा राखेको थिएँ। अब कस्तो भयो लेट्स सी, हेरौँ सायद ल कस्तो भएछ हेरौँ अनि काटेर खाउँ है त्यसलाई। ओके, आँप चाहिँ मैले यहाँ राखेको थिएँ। ए स्याउ रहेछ त। अब गाजर आँप अब पाएको के हेर अब त यति छ, दुईवटा चाहिँ खानु पर्ला। आउनुहोस् अब यसलाई खाम। यो चाहिँ मैले घरबाट लिएर आएको है, चाहिँ हाम्रो घरको आफ्नै घरको आँप हो। एकदमै अमिलो थियो, अस्ति त काँचो थियो, त्यो मैले खान सकिनँ। यो बोक्रासँग खाउँ भने यस्तो छ बोक्रा है, बोक्रा तासेर खाउँ भने यो अमिलो हुन्छ कि डर छ, के गर्नु तासेर खानु पर्ला। तास्छु, हेर्नुहोस् पाएको के अरे त्यसले। यता क्यामेराको नजिक ल्याउनु त, के हो चक्कु त पाएको होला पुरा हो त, यस्तो रातो भएछ। यस्तो मिठो बास्ना आइरहेछ। त्यस्तै तात्दै हुन्छ कि साथीहरू, मुखबाट पानी आइसक्यो। बबाल मिठो छ क्या आँप चाहिँ, तर अमिलो छ यो चाहिँ आँप चाहिँ। त्यसै खासै बोक्रासँगै पर्ने थियो, तर यो यस्तै छ साथीहरू है। मैले काटेँ, यस्तो देखेको छ। वाह दामी छ यार, यस्तो राम्रो छ। मसिनो मसिनो बनाऊ। साथीहरू आँप चाहिँ म भक्क काटिरहेको छु। मुखबाट पानी यति धेरै आएको छ कि कुरा नगरौँ भयो होइन। मबाट कन्ट्रोल भइरहेको छैन। वाउ अमिलो छ है धेरै। बहुत अमिलो छ। यो र नुन हल्का हाल्नु पर्यो। ओए चल न सिँगै जान पऱ्यो त, दुईवटा रहेछ ल लगाइस्। अब भने यसलाई ल हेर्नुहोस् साथीहरू, अब चाहिँ यसलाई म खान्छु। हेर्नुहोस् त ल, दामी देखेको छ। दामी।